आज चाहिँ मैले आफ्नै हातले घरमा चाहिँ कबाब बनाएर बिदाको दिन आफ्नो परिवारलाई बच्चाबच्चीलाई खुवाउनको लागि आफ्नै घरमा पनि बनाउन सकिन्छ भन्ने हिसाबले चाहिँ मैले आफूले कबाबको सबै चाहिँ मसलाहरू ल्याएर अनि सबै थोक ल्याएर हैन ससहरू पनि बनाएको छु। अब यो चाहिँ मैले चिकन हेर्न सक्नुहुनेछ, चिकनमा अहिले मसला हालेँ। अब यो गार्लिक पिसेँ हैन। अब आफ्नै घरमा अब सबै कुरो मिसिनमा मात्रै गरेर होइन कि घरमा पनि गरिन सकिन्छ भन्ने हिसाबले चाहिँ मैले अब अरू खानाहरू पनि त बनाउँछु, करी नानहरू बनाउँछु। तर एउटा कबाब खान मन लाग्यो बाबा भन्न थाले बच्चाहरूले, त्यही भएर यो सस बनाइरहेको छु अहिले हेर्नुहोस्। यसमा चाहिँ मैले केचप र मायोनिज अनि अलिकति खुर्सानीको धुलो पनि हालेर गरेको छु। अब यो चिकनमा चाहिँ सबै मसलाहरू हालेर चाहिँ मैले 1 घन्टा यसलाई चाहिँ मेरिनेसन गरेर अब यो ओभनमा चाहिँ हाल्दैछु। अनि यसमा चाहिँ ओभनमा हालिसकेपछि मैले 30 मिनट ओभनको भित्र चाहिँ पकाएपछि 30 मिनटभित्र पाक्यो। अब मैले त्यसपछि त्यो पाक्दै गर्दा फेरि क्याबेज काटेर चाहिँ हैन अब भाँडामा राखेँ। हेर्न सक्नुहुन्छ, यो भिडियोमा पनि देखिरहनु भएको छ। उतापट्टि पाकिरहेको छ चिकन। अब मैले 30 मिनटपछि निकालेँ हैन। हेर्नुहोस् त कति राम्रो पाकेको चिकन। अब घरमा अब मिसिन हुँदैन हैन, कबाबको त्यो मिसिन त हुँदैन, त्यही भएर मैले यो अपनाएको छु। अब धेरैले घरमै गरेर पनि गर्नुभएको पनि होला, तर यो मैले पहिलोचोटि गरे भएर मैले देखाइरहेको हो। अब यसमा अहिले चाहिँ कबाबको त्यो रोटी अब त्यो तावामा तताउने अलरेडी यो चाहिँ पाकिसकेको हुन्छ, एउटा तातो मात्रै बनाउने यसलाई हैन। यसलाई मैले अहिले आफैले हेर्नुहोस् देख्नु भएको छ भिडियोमा पनि। मैले किन यो देखाइरहेको छु भने हामीलाई खान मन लागेको चिजहरू हामीले घरमै बनाएर खान सकिन्छ। अब ल हेर्नुहोस्, चिकन पाक्यो। चिकनको मैले सानो सानो पिस गरेर काटेँ। अब हजुरले त्यहाँनिर मैले चाहिँ अब कबाबको त्यो भित्र चाहिँ अब चिकन हालेँ, अनि त्यसपछि क्याबेज हालेँ, सस हालेँ। अब कति सस खान मन लाग्छ आफ्नो हिसाबले हाल्नु होला अब हैन। अब तपाईँलाई अब पिरो खान मन छ पिरो हाल्नुहोस्, अब गार्लिक खान मन छ भने यसमा गार्लिक मिसाउनुहोस् हैन। अब नर्मल खान मन छ भने नर्मल बनाएर पनि खान सक्नुहुन्छ पिरो नखाने साथीभाइहरूले। अब मैले चाहिँ यसलाई चाहिँ सबै रेडी भइसक्यो। अब हेर्न दृश्यमा मैले देखाइरहेको छु, यतिवटा मेरो बन्यो हैन। अब हेर्नुहोस् त कस्तो राम्रो बने जस्तो लाग्यो मलाई चाहिँ। अब मैले आफैले खाएर यति मिठो लाग्यो कि मलाई त मेरो हेर्नुहोस् न अनुहारै कस्तो बनाएको छु मैले वैसी भनेको छु। यहाँ जिस्का छु पुराहरूलाई हैन। उनीहरूले खाएको चाहिँ मैले देखाइनँ हैन, अब आफैले खाएको मात्रै देखाएको छु। यति मिठो भयो कि अब यो सामानहरू हो हेर्नुहोस्। अब यसरी चाहिँ भिडियोमा मैले जानी नजानी भए पनि आफ्नो घरमै बनाउन सक्छ, घरमा चाहिँ हामीले गर्न सकिन्छ भनेर मैले घरमै बनाएको छु। हजुरहरूलाई नि मन पर्यो भने घरमा बनाएर खान सक्नुहुनेछ। म चाहिँ अब यो भिडियो आफ्नो चाहिँ युट्युबमा हाल्ने छु। मेरो युट्युबलाई चाहिँ सब्सक्राइब गरिदिनु पनि होला, किनभने यस्तै भिडियोहरू खाना बनाएको अब अनि तपाईँको चाहिँ सोसल कामहरूको अब यस्तै भिडियोहरू लिएर म आउँदैछु। म दिपक नेपाल, हस्त, धन्यवाद।